उद्घाटन भइसकेको छ। अब यो उद्घाटन कार्यक्रम गरी विशेष अतिथिको आसन ग्रहणका लागि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछ। आसन ग्रहण गर्नका लागि वडा नम्बर 1 का वडा अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछ। यसै गरी वडा नम्बर 4 का वडा नम्बर 9 का वडा अध्यक्षज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछ। वडा नम्बर 10 का वडा नम्बर आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछ। त्यसै गरी वडा नम्बर 13 का वडा अध्यक्षज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछ। वडा नम्बर 14 का वडा अध्यक्षज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछ। कार्यपालिका सदस्य राजकुमार सुनारज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछ। सञ्चालक सर, यस पुठाउतरा गाउँपालिका प्रमुख प्रशासनिक अधिकारीज्यू, यस बेली ब्रिजको उद्घाटन समारोहका अध्यक्ष तथा हाम्रो पालिकाका आदरणीय अध्यक्षज्यू, उपाध्यक्षज्यू, सबै वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, विभिन्न राष्ट्रिय दलका प्रतिनिधि तथा प्रमुखज्यूहरू र यहाँ उपस्थित तकसेरा यहाँ प्रहरी चौकीका इन्चार्ज आउनुभएको छ, सञ्चारकर्मी मित्रहरू र यहाँ उपस्थित तक र सेरा 11 नम्बर वडा र 10 नम्बर वडाका आम जनसमुदायहरूमा सर्वप्रथम पालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस्, नमस्कार, जिडो टक्राउन चाहन्छु। आज खुसीको दिन, आज एउटा ऐतिहासिक रूपमा हामीले चाहिँ यसलाई लिएका छौँ। पालिकाको एउटा गौरवको रूपमा, एउटा पूर्वाधार, सडक पूर्वाधार विकासको मेरुदण्डको रूपमा लिइन्छ। यसलाई अझ भन्ने हो भने सडकभित्र पनि एउटा पुल पर्ने एउटा महत्त्वपूर्ण एउटा चाहिँ पूर्वाधारको रूपमा लिइन्छ। त्यो पुल आज हामीले समुद्घाटन कार्यक्रम गर्दैछौँ। यो निकै खुसीको क्षण हो हामी पुठाउतरा गाउँपालिकावासीको लागि र अझ भन्ने हो भने 9 र 10 र माथिका वडाहरूको लागि एउटा गौरवको क्षण बनेको छ। हामी वर्षौँदेखिको एउटा पीडा हैन, खोलाले छेकेर राखेको हाम्रो दुःख आज चाहिँ के हो त भन्दाखेरि सर र हामी चाहिँ गाडीमा जाने र मोटर चढेर जाने एउटा चाहिँ के हो त भन्दाखेरि क्षणमा हामी प्रस्तुत भएका छौँ। त्यसकारणले हामी धेरै खुसी, गाउँपालिकाको तर्फबाट हामी खुसी भएको अनुभूति मैले चाहिँ यहाँ व्यक्त गर्न चाहन्छु। म धेरै भूमिका बाँड्न चाहन्न, यहाँ समय छोटो छ हैन। यहाँ विकास निर्माणको बारेमा पछाडि अध्यक्षज्यूहरूले अन्य वक्ताहरूले पनि भन्नुहुनेछ। मैले यति मात्रै भन्न खोजेको के हो त भन्दाखेरि एउटा महत्त्वपूर्ण एउटा कोशी ढुङ्गा साबित भएको छ। यो मात्रै होइन, हामीले विगतमा 1 र 5 जोड्ने, त्यसपछि अब लगत्तै छिट्टै हामीले 9 र 6लाई जोड्ने एउटा बेली ब्रिजको रूपमा पनि लिएका छौँ भने आगामी वर्षमा हामीले नीति तथा कार्यक्रम हिजो मात्रै प्रस्तुत भएको छ। तपाईँहरूले कतिपयहरूले चाहिँ देखिराख्नु भएको होला, सामाजिक सञ्जालमा हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला। आगामी वर्षमा पनि हामीले यस्ता पुठाउतरा गाउँपालिका एउटा गौरवको योजनाहरू, बेली ब्रिजहरू जस्तै हाम्रो नीति तथा कार्यक्रम पनि तपाईँहरूले सुन्नुभयो। तकसेरा धोरपाटनदेखि लिएर तल चाहिँ मानव कास्तारा, तल चाहिँ 4 गाउँ 7 नम्बर 8 नम्बर जोड्नेहरूको सन्दर्भमा पनि हामीले योजनाहरू बनाउँदैछौँ। यसको विस्तृत बारेमा अहिले चाहिँ गाउँपालिका अध्यक्षले स्वयं आफै भन्नुहुनेछ। मैले यति मात्रै भन्नु खोजेको के हो त भन्दाखेरि हामी विकासको एउटा सम्पूर्ण हाम्रो जुन सुरक्षा निकायहरू, कर्मचारी सबै शाखाहरूमा यहाँ हाम्रो उपस्थिति जनसमुदाय वडाका सम्पूर्ण जनसमुदायहरूमा सर्वप्रथम हाम्रो यो पालिकाको सञ्चालक प्रमुख प्रशासनिक अधिकारी सरलाई र पुठाउतरा गाउँपालिकाद्वारा निर्माण गरिएको तकसेरा सेरा तथा जोड्ने उत्तरगङ्गा बेली ब्रिज उद्घाटन समारोहका उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, सम्पूर्ण वडाबाट तल्नुभएका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू,
वडा सदस्यज्यूहरू र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू र यहाँ उपस्थित पत्रकार साथीहरू, सुरक्षाकर्मी मित्रहरू र यहाँ खास गरेर 9 नम्बर खास गरेर खाराबाङ जोड्ने पुल निर्माण भइसकेको छ र त्यसलाई पनि हामी केही समय हाम्रो कार्यकालमा हामी खास गरेर 2079 सालको हामी निर्वाचित, यद्यपि बजेट भाषण हुन बाँकी छ र यस्तै गरेर अहिलेसम्म चाहिँ मैले जहिलेमा पनि भन्ने गरेको छु, खास गरेर 8 नम्बर र 7 नम्बरमा पनि त्यसलाई एउटा ठेक्का स्वीकृत गरेर ठेक्का चाहिँ अब गरिराखेको हुन्छु र तपाईँ हामी सबैले लागेर मात्रै यिनी विकास निर्माणहरू तपाईँ राजनीतिक दलदेखि लिएर सबैको सरसहयोगले मात्रै हामी सफल भएका छौँ भन्ने कुरा पनि म यहाँहरूसँग राख्न चाहन्छु र हामीसँग समय छैन। अब हामी फेरि आज बजेट वक्तव्य ल्याउनु नै पर्नेछ, त्यसपछि त्यतापट्टि हामी चाहिँ लाग्नेछौँ र अहिले म यहाँहरू सबैलाई गाउँपालिकाको तर्फबाट जति पनि यहाँ पत्रकार साथीहरू, सुरक्षाकर्मी मित्रहरू, खास गरेर पकसेराबाट चाहिँ आदरणीय जनसमुदायहरू चाहिँ आउनुभएको छ, म यहाँहरूलाई यो उद्घाटन कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि यहाँहरूको ठुलो भूमिका रहेको छ। यहाँहरू आइदिनु भयो, हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भएकोमा म यहाँहरूलाई विशेष गाउँपालिकाको तर्फबाट धन्यवाद दिँदै यो आजको यो पुटाउदरङ गाउँपालिकाद्वारा निर्माण गरेको सेरा तक बिलिब्रिज उद्घाटन समारोह यही समापन भएको घोषणा गर्दै म यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।